लुका अबेरसम्म बसेकाले बिहान बिउजिँदा घाम झुल्किसकेको रहेछ। हत्तपत्त उठे र आफ्नो नित्य कर्म सकेर खानपानको चाँजो पाँजो मिलाउन थाले। कार्यक्रमका लागि तयार गरेकी कागजपत्रहरू एउटा फाइलमा च्याप्दै 10 बजेतिर रिपोर्टर्स क्लब पुतली सडकतिर लागे, जहाँ ठिक 11 बजेबाट कार्यक्रम सुरु हुने भनिएको थियो। नेपाल यातायातको घुइँचो बीच चेप्पिरहँदा पनि म भने कार्यक्रममा आज के बोल्ने, कसरी बोल्ने आदि इत्यादि कुराहरूको मनमनै खाका तयार गर्दै थिएँ। लामो ट्राफिक जाम छिचोल्दै बल्ल बल्ल गाडी पुतली सडक पुग्यो। कार्यक्रम स्थल पुग्दा निकै ढिला भइसकेको थियो। सभा हलको ढोकाबाट भित्र छिर्दै थिएँ। अगाडि मञ्चमा हेल्पिङ ह्यान्ड्स नेपालका सहसचिव रामेश्वर पौडेलजी मन्तव्य दिँदै हुनुहुन्थ्यो। केही असहज मान्दै दोस्रो रोको एउटा खाली कुर्सीमा गएर बसेँ। मेरै कुर्सी साइडका एकजना व्यक्तिले मतिर मुन्टो बटारे। मेरो असहजतालाई थोरै भने पनि कम गर्न त्यो अपरिचित व्यक्तिलाई हेरेर म फिस्सा हाँसेँ। उनले पनि मेरो असहजपनलाई बुझेछन् क्यारे मलाई हेर्दै आफ्नो ओठ तन्काए।